पढ्ने पनि दिने अनि काम पनि नगर्ने यस्तो बिजो गराएर एक महिना टाइम दिनुहोस् अब भएन भने टर्मिनेट गरिदिनुहोस् अरू कुरा थाहा छैन मलाई हामीले फोन गरेर तपाईँ सम्पर्कमा नआउने तपाईँलाई कहाँ रोकिएको छ भनेर हामीलाई भन्नु पर्यो पहिला पठाउँदाखेरि त हामीले गाडी यहीँसम्म आउने मिलाइदिएको हो नि त अब यहाँ कामै गर्दैन अहिले कसरी भन्ने पर्खामा त अब आलु रोपिसक्यो धान रोपिसक्यो किन भत्काएको भनेर गाली गरेर चाहिँ तपाईँलाई चिन्दैनन् कि मलाई गाली गर्छन् सबभन्दा धेरै त उहाँलाई किन भत्काएको तैँले भन्छ अब हुन नि हो के बोल्ने मैले तपाईँले भन्नुहुन्छ म एनी टाइम यहाँ बस्नलाई एकजना राखिदिन्छु आफै पनि आइदिन्छु ल समस्या भयो ल भोलिदेखि काम सुरु गर्नु पऱ्यो सबभन्दा पहिला यो सुरु गरिहाल्नु यहाँ साराले गाली गरेर टेन्सन बनाएको छ यस्तो बनाएर राख्छ त कोहीले भने $7 लाख तपाईँको रमनले हालेर आफूले कम्प्लिट गरेछ घाप ड्यामको स्याडल ड्याम मुद्दामा गयो अहिले सर्वोच्चमा राखेको छ एडिबीले अहिलेसम्म पनि पैसा छुट्याएर राखिदिएको छ पेमेन्टको लागि तपाईँहरूलाई पनि त्यो सिचुएसन आउँछ भने एडिबीले पैसा छुट्याएर राखिदिन्छ हामी पुस गर्छौँ तर कामै यसरी रोकेर बस्ने हो भने त तपाईँलाई 1 महिनाको सूचना दिएर टर्मिनेट गर्ने भन्दा देखेको छैन मैले धाम बनाउने भनेर उत्तरदायिदेखि यो नेपालमै एउटा धाम बन्थ्यो होइन दुईतिर यत्रो धार्मिक स्थल अब तपाईँहरू चाहिँ वास्तै गर्दैन ल तपाईँहरूको प्रोब्लम चाहिँ के ल भन्नुहोस् अब ल धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित उत्तर गया धाम विकास योजना अन्तर्गत आज गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले महत्त्वपूर्ण र कडा कदम अघि बढाएका छन्। नगर प्रमुख रिसालको नेतृत्वमा भएको छलफलमा एडिबी प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकाइका निर्देशक, उत्तर वाहिनी विकास समितिका अध्यक्ष तथा निर्माण कम्पनीका प्रतिनिधिहरू एकै ठाउँमा बसेर हालका काममा देखिएका अवरोध र ढिलाइबारे विस्तृत समीक्षा गरिएको छ। विकास निर्माणका केही भागमा रोकावट र समन्वय अभाव देखिएको भन्दै सरकारवाला बीच तत्काल समस्या समाधान गरी कार्यलाई तीव्र गतिमा अघि बढाउन नगर प्रमुख रिसालले कडा निर्देशन दिएका छन्। तपाईँ नि हुनुहुन्थ्यो नि त्यो दिन होइन यो भत्काउने बेलामा हो यहाँ भने के थियो हामीलाई ल यो भत्काउनु यही अनुसार डिजाइन अनुसारको हामी तुरुन्त 1 महिनामा गरिदिन्छौँ भन्नुभयो है। अब के उहाँले अध्यक्ष हाम्रो भैरव दाइले नभत्काउनु है यहाँ श्राद्ध गर्नलाई मान्छे आउँछ अहिले नभत्काउनु बनाउने भने मात्रै भत्काउनुहोस् 1 महिनाभित्र चाहिँ ठ्याक्कै 1 महिना पछाडि यहाँ त्यो कार्यक्रम हुन्छ क्या श्राद्धको हेर्नु श्राद्ध गरेर आउँछ। अब यहाँ मान्छेले सरापेर गयो किन भत्काएको भनेर गाली गरेर चाहिँ तपाईँलाई चिन्दैनन् कि मलाई गाली गर्छन् सबभन्दा धेरै त उहाँलाई किन भत्काएको तैँले भन्छ अब हुन नि हो के बोल्ने मैले र यो चाहिँ तपाईँहरूले किन नगरे हामीलाई तपाईँले हामीले फोन गरेर तपाईँ सम्पर्कमा नआउने तपाईँलाई कहाँ रोकिएको छ भनेर हामीलाई भन्नु पऱ्यो। अब यता अधिकार सम्पन्न यता एडिबीको के त्यताबाट समस्या भएको छैन। अब हामीले गर्दैन जग्गा मिलाएको छैन हामीलाई भन्नुहोस् हामी नाप्ने भनेर रेडी गरेर नापेर कहीँ पऱ्यो भने जस्तो पनि भन्यो भने नक्सा अनुसारको जग्गा दिनलाई हामी कुनै हालतमा तपाईँलाई दिन्छौँ त्यसमा टेन्सन नलिनु तपाईँले काम गर्नेमा। अब अलिकति पिआइडीले बढी लिएको भन्ने छ त्यो उनीहरूसँग बसेर सल्टाउन सकिन्छ। अब प्राइस महँगो छ भन्दा प्राइसको पनि रहेछ त्यो पनि तपाईँले निवेदन दिएर कुन अनुसारको प्रक्रिया अनुसारको त्यो लिएर जाने ठाउँ पनि छ उहाँले भनिरहनु भएको छ होइन। अब म सक्दिनँ भन्नु हो भने कुरो अर्को नत्र यो गरेर भोलिदेखि सुरु गर्नु पऱ्यो। यहाँ चाहिँ हामी चाहिँ के भन्यौँ धाम बन्न लाग्छ अब त्यो दुःखहरू ल्याएको होइन। यहाँ सञ्जयजी हुनुहुन्छ अरुणजी हुनुहुन्छ उहाँहरू यति मद्दत गरिरहनु भएको छ धाम बनाउने भनेर उत्तरदायिदेखि यो नेपालमै एउटा धाम बन्थ्यो होइन दुईतिर यत्रो धार्मिक स्थल अब तपाईँहरू चाहिँ वास्तै गरिदिनु ल तपाईँहरूको प्रोब्लम चाहिँ के ल भन्नुहोस् अब ल यहाँको लागि अलिक प्रब्लम भनेको चाहिँ एक्सेसलाई अलिकति गाह्रो भएको बाटो कहाँबाट ल्याउने अलिक कन्फ्युजन भइरहेको बाटोले गर्दा यतापट्टि आउनुलाई त्यसले गर्दाखेरि यो सुरु गर्नलाई अलिक टाइम लाग्यो बाटोले गर्दा। बाटो चाहियो त यहाँ हाम्रो अध्यक्षज्यू छ हामी छौँ सबै मिलेर तपाईँलाई बाटो कुन हो रेन्टै लिएर नि यहाँ लिएन भनेर दिन्छौँ भने क्या पहिला पनि थिएन अनि बाटो के सामान ल्याउन तपाईँले भन्नुहुन्छ म एनी टाइम यहाँ बस्नलाई एकजना राखिदिन्छु आफै पनि आइदिन्छु ल समस्या भयो ल भोलिदेखि काम सुरु गर्नु पऱ्यो। सबभन्दा पहिला यो सुरु गरिहाल्नु यहाँ साराले गाली गरेर टेन्सन बनाएको छ यस्तो बनाएर राख्छ त कोहीले भने काम गर्न गाह्रो भनेको अहिले यहाँको जग्गा अनि त्यो तलको स्कुलको भएको छ बाँकी 3 कुनैदेखिको ल्यान्डस्केपिङमा कुनै अप्ठ्यारो छैन। त्यो स्कुलको पनि मिलाउँछ भने कुरा भइसक्यो स्कुलको पनि छैन भने कहीँ छैन क्या कर्णको मन्दिरमा पनि काम गर्न सक्नुहुन्छ यो किन नभइरहेको भन्नु। तर एउटा कुरा फेरि छ है म तपाईँ चिन्नु भएको छ म अध्यक्ष हो अहिले बागमती अधिकार सम्पन्नको अध्यक्ष फेरि हामी कहाँ गएर फेरि यो लेम एक्सक्युज भन्ने हुन्छ नि अब यो बाना त्यो बाना भन्ने होइन सबै स्टेक होल्डरहरू यहाँ भएको बेलामा चाहिँ युजर अनि प्लस प्रतिनिधि प्लस हामी र अनि यहाँ चाहिँ डोनरहरू यहाँ भएको बेलामा भनौँ न फन्डिङ एजेन्सी
भनेपछि अनि तपाईँको प्रब्लम अहिले नभन्ने कोणमा गएर साइड लाइनमा गएर चाहिँ यो भएन त्यो भएन भनेर चाहिँ डिले गर्नु पाइएन जे जति तपाईँको चाहिँ छ यो सबै टाइमली स्टार्ट भएन भने चाहिँ फेरि तपाईँलाई फेरि हामीले भेला गर्नुपर्ने के गर्नुपर्ने फेरि फेरि अर्को चरणमा चाहिँ गर्न बाध्य नगराउनु होला टाइममा चाहिँ यो काम हुनु पऱ्यो म चाहिँ त्यति मात्र देख्न चाहन्छु तपाईँहरूलाई अहिले भाउ बढेर समस्या सबैले बुझेको कुरा छ तपाईँ क्लेम गर्नुहोस् अहिले नै नआए पनि क्लेम गर्नुहोस् तपाईँलाई डिस्प्युट एजुकेसन बोर्डमा जानलाई प्रोभिजन छ कन्ट्र्याक्टमा ड्यामको सुन्नु नै भयो होला धाप ड्यामको $7 लाख तपाईँको रमनले हालेर आफूले कम्प्लिट गरेछ धाप ड्यामको स्याडल ड्याम मुद्दामा गयो अहिले सर्वोच्चमा राखेको छ एडिबीले अहिलेसम्म पनि पैसा छुट्याएर राख्दैछ पेमेन्टको लागि तपाईँहरूलाई पनि त्यो सिचुएसन आउँछ भने एडिबीले पैसा छुट्याएर राखिदिन्छ हामी पुस गर्छौँ तर कामै यसरी रोकेर बस्ने हो भने त तपाईँलाई 1 महिनाको सूचना दिएर टर्मिनेट गर्ने भन्दा देखेको छैन मैले त्यसैले यो 1 महिनामा कि सकाइदिनुहोस् म आज काट भनिदिन्छु म अर्को तपाईँलाई एउटा नोटिस टु करेक्ट तपाईँलाई काम गर्न अप्ठ्यारो नभएको ठाउँमा यो तपाईँ भोलिदेखि सुरु गर्नुहोस् तपाईँले बाटो छैन भन्ने बाहना चाहिँ नबनाउनुहोस् उहाँले यहाँबाट काम सुरु गर्नुहोस् म एकजना ओभरसियरै नगरपालिका सँगै पठाइदिन्छु प्रब्लम भयो कि मलाई भन्नु म आएर सल्भ गर्छु ल मेयर साहबले त्यत्रो भनेपछि तपाईँलाई यहाँ केही ल एकजना ओभरसियर पनि पठाइदिन्छु मलाई रिभर ट्रेनिङ वालमा समस्या छैन के तल पनि फुटपाथको लागि कहीँ समस्या हो म मिलाउँछु भने तल जाउँ न त तल हेरौँ